सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आजको यो भिडियोमा चाहिँ मैले एउटा एपको चाहिँ पेमेन्ट प्रुफ चाहिँ देखाएको छु। पैसा निकालेर एकदम सजिलोसँग देखाएको पनि छु। त्यही भएर भिडियोलाई चाहिँ पुरा चाहिँ हेरिदिनु होला है त। अनि यो मैले विथड्र गरेको पैसाहरू कसरी निकाल्ने सबै कुरा जान्नको लागि यो भिडियो 8 मिनेटसम्म हेर्नुभयो भने चाहिँ हजुरले सबै कुरा चाहिँ थाहा पाउन चाहिँ सक्नुहुनेछ। यो एपको लिंक चाहिँ मैले कमेन्ट बक्समा र डिस्क्रिप्सनमा चाहिँ राखिदिएको छु। त्यहाँबाट गएर चाहिँ एपलाई चाहिँ इन्स्टल पनि गर्न चाहिँ सक्नुहुन्छ। यदि एपलाई चाहिँ इन्स्टल गर्नु भएको छैन भने चाहिँ एपलाई चाहिँ इन्स्टल चाहिँ गर्न चाहिँ सक्नुहुनेछ र अर्निङ गर्ने तरिका नि भनिदिने छु। र एपलाई चाहिँ लिंकबाट चाहिँ इन्स्टल गर्नु होला। अनि त्यहाँबाट गरिसकेपछि हजुरहरुको यहाँ यस्तो आउँछ। अनि यो एपमा चाहिँ हजुरहरुले एक्टिभली काम गर्नु पर्दैन के, प्यासिभ वर्क जस्तो हो के। दिनमा आधी घण्टा टाइम दिएपछि हजुरहरुलाई हुन्छ के। त्यो एकदम धेरै अर्निङ हुने पनि हैन, एकदम त्यो आधी घण्टा दिनमा आधी घण्टा दिएपछि आफै अर्निङ चाहिँ भइराख्छ के। त्यही भएर अनि कसरी अर्निङ हुन्छ त्यो पनि जान्न सक्नुहुन्छ। जस्तै यहाँ क्याश आउट भन्ने छ, देख्न सक्नुहुनेछ। जस्तै म यो क्याश आउटमा गएर चाहिँ म पैसा चाहिँ निकालेर चाहिँ देखाउने छु हजुरहरुलाई। जस्तै क्याश आउटमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ पेपल। अनि हाम्रो नेपालको लागि भनेको चाहिँ यसबाट चाहिँ विथड्र गर्नको लागि पेपल नै एकदम राम्रो चाहिँ रहेको छ। त्यही भएर पेपल हजुरहरुको पेपल एकाउन्ट छ भने चाहिँ एकदम राम्रो। यदि पेपल एकाउन्ट छैन भने चाहिँ हजुरहरुले चाहिँ बनाउनु भएको छैन भने बनाउनु होला। यदि हैन यस्तो झ्याउ गर्दिन भन्नुहुन्छ भने चाहिँ नबनाउँदा पनि ठिकै छ। यो एप युज नगरे पनि केही हुँदैन हजुरहरुको। भन्नाले बाध्यता नै छैन के। जस्तै पेपल छैन भने चाहिँ हजुरहरुले टेन्सन लिनु पर्दैन, एपलाई चाहिँ युज नगरे पनि हुन्छ। यदि छ भने चाहिँ युज चाहिँ गर्नु होला। जस्तै म यो पेपलमा चाहिँ विथड्र गरेर चाहिँ देखाउँछु। रिडिममा चाहिँ क्लिक गर्ने छु। विथड्र गर्नको लागि चाहिँ यहाँ आफ्नो पेपल एकाउन्ट चाहिँ हाल्नु पर्छ के। हजुरहरु चाहिँ धेरै जना चाहिँ झुकिनुहुन्छ के। यहाँ हुन्छ पेपल एकाउन्ट चाहिँ एकदम राम्रोसँग हाल्नु होला के। 10 चोटि हेर्नुस् 15 चोटि हेर्नुस्, तर राम्रो पेपल आइडी चाहिँ हाल्नु होला है। किनभने यहाँ चाहिँ यो पेपल आइडी चाहिँ राम्रो भएन भने चाहिँ एकचोटि विथड्रमा लगाएको चीज चाहिँ एडिट गर्न चाहिँ मिल्दैन। त्यही भएर राम्रोसँग हेरेर चाहिँ गर्नु होला है। अब मैले चाहिँ यहाँ थिएँ आफ्नो पेपल एकाउन्ट चाहिँ हाल्ने छु। पेपल एकाउन्टको जीमेल चाहिँ हाल्नुपर्छ के। इमेल जीमेल जे भने पनि त्यो चाहिँ इमेल चाहिँ हाल्नुपर्छ पेपल एकाउन्टको। जस्तै मैले चाहिँ हालिसकेँ। अनि यति हालिसकेपछि चाहिँ यहाँ नेक्स्ट भनेर लेखेको छ नि, हो यो नेक्स्टमा चाहिँ हजुरहरुले क्लिक चाहिँ गर्नुपर्नेछ। जस्तै मैले चाहिँ यहाँ नेक्स्टमा चाहिँ क्लिक गर्नेछु। र यहाँ थिएँ तलपट्टि देख्न सक्नुहुन्छ अझ एकचोटि कन्फर्म एन्ड सबमिट भनेको छ। अझ एकचोटि कन्फर्म पनि गर्न सक्नुहुन्छ। यदि हजुरको जीमेल राम्रै छ भने कन्फर्म गरिदिनुस्, यदि छैन भने तलपट्टि रिटर्न टु भनेको छ। अनि एडिट गर्न पनि मिल्छ भनेको छ। यो चाहिँ लास्ट स्टेप हो। यदि यहाँ बिग्रियो भने चाहिँ हजुरको विथड्र चाहिँ बिग्रिनेछ। त्यही भएर राम्रो जीमेल चाहिँ हाल्नु होला। अनि मैले कन्फर्म गरिदिसकेको छु र यहाँ थिएँ लोडिङ चाहिँ भइरहेको छ, देख्न सक्नुहुनेछ। र यहाँ थिएँ आइसक्यो इन रिभ्यू भनेर $5 गिफ्ट कार्ड भनेर चाहिँ आइसकेको छ। र यो चाहिँ हाम्रो कति घण्टा भित्र चाहिँ आउनेछ, 5 दिन भित्र चाहिँ यो आउनेछ। तर मेरो चाहिँ लगभग छिटै नै आएको थियो। म देखाइदिन्छु। यो भिडियोले चाहिँ लास्टसम्म हेर्नुभयो भने चाहिँ यसको पेमेन्ट प्रुफ पनि मैले देखाइदिनेछु के। यो डिटेलमा छ, अब यो टाइम चाहिँ लाग्छ। त्यसैसम्म यसमा अर्निङ गर्ने तरिका पनि भनिदिनेछु, कसरी हजुरहरुले अर्निङ गर्न सक्नुहुनेछ भनेर। मेरो यो विथड्र चाहिँ रिभ्यूमा गइसकेको छ। इन रिभ्यू भनेर चाहिँ लेखेको छ, देख्न सक्नुहुनेछ। अब टाइम चाहिँ कति लाग्छ हेरौँ। अनि यहाँ चाहिँ मैले यसबाट चाहिँ कोइनहरु कलेक्ट गर्ने तरिका चाहिँ भन्नेछु। सबभन्दा पहिला त यहाँ गिफ्ट जस्तो देख्न सक्नुहुनेछ, लकी बक्स भनेर लेखेको छ। र सुरुमै यो गिफ्ट जस्तो छ, यहाँ देख्न सक्नुहुनेछ। अनि यहाँ थिम चाहिँ हजुरहरुले यसमा चाहिँ क्लिक गर्नुपर्ने छ। यो गिफ्टमा चाहिँ हजुरहरुले क्लिक चाहिँ गर्नुपर्छ। जस्तै मैले चाहिँ यो गिफ्टमा चाहिँ क्लिक गर्ने छु र यहाँ घुमिरहेको छ, देख्न सक्नुहुनेछ। अनि हजुरहरु चाहिँ यहाँ एउटा सानो एड चाहिँ आउँछ त्यहाँ भिडियो लोडिङ हुने बेलामा। अनि यो एड चाहिँ आइसकेपछि पुरा हेरिसकेपछि डबल योर रिवार्ड भनेर चाहिँ देखाएको छ। यहाँ थिम देख्न सक्नुहुनेछ। यो 1 को 2 चाहिँ हुनेछ, 1 छ भने 2 हुनेछ कि डबल चाहिँ रिवार्ड हुनेछ। त्यही भएर चाहिँ एउटा एड चाहिँ हेर्नुपर्छ। जस्तै डबल योर रिवार्डमा क्लिक गरेपछि जस्तै यहाँ थिए मेरो फेरि घुमेको छ। एउटा एड पुरा हेरिसकेपछि चाहिँ हजुरहरुको 2 कोइन चाहिँ भएर आइसक्यो, देख्न सक्नुहुन्छ। 1 को 2 भइसक्यो। अब यो गरेपछि हजुरले कट्टा छ नि, यहाँ काट्टा छ, यहाँ काट्टामा क्लिक गरेपछि फेरि अर्को चाहिँ पाउनुहुनेछ। अर्को पनि त्यसरी नै हजुरहरुले चाहिँ गर्न सक्नुहुन्छ। जस्तै मैले चाहिँ फेरि यसमा टच गरे। अनि यसमा टच गरिसकेपछि एउटा एड चाहिँ पुरा हेरिसकेपछि अब फेरि डबल गर्न चाहनुहुन्छ भने फेरि डबल यो रिवार्ड चाहिँ गर्न चाहिँ सक्नुहुनेछ है त। यसरी नै यो लकी बक्स चाहिँ ओपन गर्न सक्नुहुन्छ। अनि इन्भाइट फ्रेन्ड चाहिँ भनेको छ। यहाँ थिम इन्भाइट फ्रेन्डमा गएर चाहिँ हजुरले रिफर चाहिँ एकदम धेरै, जति धेरै रिफर गर्नुभयो त्यति धेरै अर्निङ चाहिँ गर्न चाहिँ सक्नुहुनेछ हजुरहरुले। अनि यहाँ थिम चाहिँ इन्भाइट भन्नेमा गएर चाहिँ हजुरहरुले आफ्नो साथीहरुलाई चाहिँ यो लिंक शेयर गरेर उनीहरुले इन्स्टल गरेर हजुरको कोड हानेपछि चाहिँ हजुरले चाहिँ कोइनहरु चाहिँ पाउन चाहिँ सक्नुहुनेछ। यस्तो हजुरहरुको जति धेरै फ्यान फलोइङ छ त्यही अनुसार हजुरहरुले त्यस सोशल मिडियामा चाहिँ भिडियो अपलोड गरेर केही कुरा देखाउन सक्नुभयो भने चाहिँ हजुरहरुले चाहिँ धेरै भन्दा धेरै अर्निङ चाहिँ गर्न सक्नुहुनेछ। अनि कम्प्लिट एन्ड अफर भनेर चाहिँ छ यहाँ टास्कमा चाहिँ, यहाँबाट पनि हजुरहरुले कोइनहरु चाहिँ अर्निङ चाहिँ गर्न सक्नुहुनेछ। जस्तै यहाँ थिम
यो गोमा चाहिँ मैले क्लिक गर्नेछु। जस्तै यहाँ आइसकेपछि अरू कुनै पनि नहेर्नु, यहाँ आइसकेपछि हजुरहरूले चाहिँ एउटा मिसन कम्प्लिट गरेपछि पुरै कुरा चाहिँ हुनेछ। जस्तै यहाँ थिम यत्रो धेरै छ नि, यहाँ एप प्राइज यसो उसो सबै छ। तर यहाँ थिम मध्येको एउटा यो पब स्केल भन्ने छ, हजुरहरूले देख्न सक्नुहुनेछ। यो पब स्केल हो, यहाँ थिम गएर यसको मात्रै मिसन चाहिँ खेल्नु होला। यसको मिसनहरूबाट खेलेर चाहिँ कोइनहरू चाहिँ अर्निङ चाहिँ गर्न सक्नुहुनेछ। यो पब स्केलमा चाहिँ हजुरहरूको धेरैवटा मिसनहरू हुनेछ। जस्तै मैले चाहिँ यहाँ 9999 लेखेकोमा चाहिँ क्लिक गर्नेछु। यहाँ क्लिक गरिसकेपछि वाल टास्क भनेर चाहिँ आउनेछ। अनि यहाँ थिम आइसकेपछि यत्रो धेरै मिसनहरू चाहिन्छ। अनि यहाँ सर्ट भनेर लेखेको छ नि माथिपट्टि देख्नुहुन्छ, फिल्टरको छेउमा चाहिँ यो सर्ट भनेको छ। अनि लो टु हाई चाहिँ गर्नु होला टाइममा लो टु हाई गरिसकेपछि चाहिँ हजुरहरूको चाहिँ अब थोरै कोइन भएको चाहिँ सुरुमा चाहिँ आउनेछ, देख्न सक्नुहुनेछ। हजुरहरूले चाहिँ सोच्नुभयो होला यो थोरै कोइन भएको मिसनहरू खेलेर चाहिँ के काम जस्तो चाहिँ लाग्यो होला। जस्तै यो सुरुको चाहिँ छ नि यो व्हाट्सएप हो कि के भनिन्छ, भ्यू डिटेलमा गइसकेपछि यसबाट 28 कोइन पाउनको लागि चाहिँ हजुरहरूले चाहिँ लिङ्कमा चाहिँ क्लिक गर्नुपर्छ। अनि एपलाई चाहिँ डाउनलोड गर्नुपर्छ त्यही वेबसाइटबाट। अनि इन्स्टल एपिके गर्नुहोस् हैन। अनि त्यसपछि चाहिँ रजिस्टर गर्नुहोस् यो एपमा। अनि एकछिन चलाउनुहोस्। यति गरेपछि 28 कोइन चाहिँ पाउनुहुनेछ हजुरहरूले। यसरी नै हजुरहरूले चाहिँ यो मिसनहरू कम्प्लिट गरेर चाहिँ थोरैबाट धेरै कोइन चाहिँ हुनेछ कि यसको 28 कोइन पाउनुभयो, अर्को यस्तै खालको खेल्नुभयो भने 28 पाउनुहुनेछ। यसरी नै धेरै चाहिँ हुनेछ। त्यही भएर चाहिँ यत्रो धेरै टास्कहरू छ यसको चाहिँ। मैले भनि पनि सकेँ यो एपको टास्कहरू चाहिँ पब स्केल भन्नेबाट नै खेल्नले यहाँ थियो मैले देखाएको छु नि। फेरि गएर देखाउँछु। पब स्केलमा गइसकेपछि यहाँ थिमा आइसकेपछि सर्टमा गएर लो टु हाई चाहिँ गर्नु होला। अनि थोरै कोइन भएको यत्रो धेरै चाहिँ एपहरू छ। यो सबै खेल्नु भयो भने चाहिँ हजुरहरूले $5 जति चाहिँ एकैछिनमा चाहिँ निकाल्न चाहिँ सक्नुहुनेछ। र वालको हिँडेर पनि हजुरहरूले यसमा चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ अफलाइन। जस्तै हजुरहरू बाटोमा हिँड्दै गर्दाखेरि हजुरहरूको स्टेप काउन्ट हुँदाखेरि हजुरहरूको चाहिँ आफै कोइनहरू एड हुन्छ कि लास्टमा बेलुका अब सुत्नुभन्दा अगाडि चाहिँ त्यो कोइनहरूलाई चाहिँ कलेक्ट गर्न चाहिँ सक्नुहुनेछ एउटा एड हेरेर चाहिँ। अब यसरी नै हजुरहरू चाहिँ अर्निङ गर्ने हो। अब मेरो पेमेन्ट आएको पनि देखाइदिन्छु हजुरहरूलाई। पेमेन्ट रिसिभ भइसकेको छ मेरो चाहिँ। यहाँ थिम यो एपको नोटिफिकेसनमा आएर हेर्ने भने रिडिम हेज बिन रिडिम सक्सेसफुल्ली भनेको छ। अनि यहाँ थिम आएर हेर्दाखेरि सक्सेस भनेर पनि देखाइसकेको छ। एकदम छिटो चाहिँ आएको छ। लगभग 12-13 घन्टामै मेरो पेमेन्ट चाहिँ आइसकेको छ यसबाट चाहिँ विथड्रमा लगाएको। अब म पेपलमा गएर पनि देखाइदिनेछु, देख्न सक्नुहुन्छ $5 USDT भनेर चाहिँ आइसकेको छ। अनि यसको चाहिँ अब हजुरहरूलाई वाल टास्क भन्ने एपको देखाइदिन त पर्यो। अब त्यसै हजुरहरूले चाहिँ $5 अरूबाट आएको जस्तो पनि लाग्न सक्छ। जस्तै मैले त्यही भएर चाहिँ यहाँ थिम देख्न सक्नुहुन्छ वाल टास्क रिडिम विदिन 24 आवर भनेर चाहिँ देखाएको छ। एमाउन्ट चाहिँ $5 USDT भनेर चाहिँ आइसकेको छ, देख्न सक्नुहुनेछ। अब यो एपमा चाहिँ हजुरहरूले चाहिँ एकदम धेरै कमाउँछु भनेर सोच्नु भएको छ भने त्यो चाहिँ हुन्न। अब दिनमा आधी घन्टा टाइम दिएर थोरै टास्कहरू कम्प्लिट गरेर चाहिँ अर्निङ चाहिँ गर्न सक्नुहुनेछ।